नमस्ते सबैजनालाई। म आज जाँदैछु ओपन क्याम्पस। कस्तो हुन्छ के हुन्छ म हजुरहरूलाई त्यहीँ गएर देखाउँछु। म एक्लै जाँदैछु, बाटो केही थाहा छैन। लेट्स सी। म पुगेँ स्टेसनमा आएर कति लाग्छ पैसा भनेर हेरेको त 560 पो लाग्दो रहेछ। अब टिकट काटिसकेपछि कहाँबाट जाने कसरी जाने भनेर हेरेको त ट्रेन डाइरेक्ट नजाने रहेछ त्यो ठाउँमा। त्यहाँबाट फेरि चेन्ज गर्नुपर्ने रहेछ, कि त चेन्ज गर्नुपर्ने कि त हिँडेर जानुपर्ने। हिँडेर त्यही पनि 20-25 मिनट लाग्दो रहेछ के। यति भन्नै लगाएको थिएँ, ठ्याक्कै मेरो ट्रेन पनि आइपुग्यो। ट्रेनमा हेरेको त खासै मान्छे चाहिँ नरहेछन्, खासै भन्दा नि मान्छे नै नरहेछन्। अघि पछि के यस्तो उभिने ठाउँ पनि हुँदैन, सायद आज शनिबार भएर हो कि। ट्रेनमा मान्छे हुने भनेको त्यही 6-7-8 बजीतिर हो, अनि त्यसपछि सिधै साँझको 6-7 बजीतिर। किनकि यति बेला स्कुल जाने, अफिस जाने र घर आउने, अफिसबाट घर आउने टाइम हुन्छ नि त, बिहान र राति। त्यही भएर होला सायद। हुन त यो स्टेसनको लाइन हेरेर होला, अब ठाउँ अनुसार हुन्छ। एनिवे कसरी जाने भन्ने म सोचमा छु। मेरो साथी पनि कोही छैन, हेरौँ के हुन्छ है। यो बाहिरको घरहरू देख्यो भने, सिनहरू देख्यो भने के कस्तो नेपालमै छु जस्तो लाग्ने के। यो के लास्ट स्टेसन यहाँबाट उत्रिनु त उत्रेँ। अब यहाँबाट अर्को ट्रेन चढ्नुभन्दा बरु हिँडेर जाम भनेर बाहिर निस्केको। ठ्याक्कै मैले हाम्रै गएको दाइ भेटेँ। हामी जान लागेको चाहिँ केजाई दाइ गएको हो। यो चाहिँ दाजाइफुमा छ, फुकुओकामा बस्ने सबैले थाहा नै होला। यो चाहिँ मैले भन्नै पर्दैन। कति धेरैजना त मभन्दा अगाडि आइसक्नु भयो होला र कति धेरैजना चाहिँ अहिले आइराख्नु भयो होला। म चाहिँ अलि धेरै पहिला भन्दा नि 1 महिना अगाडि गएको। यो 1 महिना अगाडिको भिडियो। अहिले चाहिँ धेरै जसो गएकोहरूको ओपन क्याम्पस चाहिँ सकिसकेको छ। लोकेसन हेर्दा हेर्दै हाम्रो लोकेसन चाहिँ स्टप भयो। त्यहाँ पछि चाहिँ गेट कताबाट हो चाहिँ थाहा भएन के। त्यसपछि यता एउटा मान्छे हुनुहुन्थ्यो, उहाँलाई सोधेँ। उहाँले सोधिसकेपछि चाहिँ यताको बिल्डिङ होइन अर्को बिल्डिङमा भन्नुभयो। त्यसपछि हामी गयौँ त्यता। भित्र त पुग्यौँ, तर भित्र चाहिँ फेरि अलग अलग ठाउँ हुँदो रहेछ कि, आफ्नो गएको अनुसार चाहिँ हुँदो रहेछ। त्यो लिस्टमा चाहिँ कति धेरै गएकोहरूको नाम चाहिँ थियो, तर हाम्रो गएकोको नाम चाहिँ भेटेन। अनि त्यहाँ अन्य गएको भन्ने रहेछ कि, गएकोको नाम नभएकोहरूको चाहिँ। अनि भित्र गएको त मान्छे यति धेरै कि नेपालीहरू मात्र कि, फेरि धेरै जसो नेपालीहरू र अरू कन्ट्री भियतनामी, चाइनिज, श्रीलङ्कनका पनि थिए। तर जता गए पनि नेपालीको जनसङ्ख्या यति धेरै हुने कि फेरि। लगभग 2-3 घन्टा पछि चाहिँ कलेजको बारेमा सबै भनेर सकियो। त्यसपछि चाहिँ सबैजनाहरू चाहिँ क्यान्टिनतिर लाग्नुभयो, किनकि यो गएकोले चाहिँ ओपन क्याम्पस आउने स्टुडेन्टहरूको लागि नास्ता रेडी पारेको थिए। अब हाम्रै लागि भनेर यत्रो व्यवस्था गरेको छ भने त जानु परिहाल्यो नि त। अब बाहिरबाट त कस्तो लाज लागिरहेको थियो, त्यही पनि के गर्नु, सबै गइरहेको थियो नि, म पनि गइहालेँ। किनकि लाजले त पेट भरिँदैन। मैले प्लेटमा खाना हालेर ठ्याक्कै म टेबलमा बस्नको लागि गइरहेको थिएँ र त्यहाँ अगाडि 2 जना चिनेको मान्छे जस्तो लाग्यो कि। यसरी राम्ररी हेरेको त मैले पहिला काम गर्ने ठाउँको साथी पो रहेछन्। त्यसपछि तिनीहरूसँगै मिलेर खाना खाएँ। खाइसकेपछि हामी जान लाग्यौँ आफ्नो रुम जानको लागि चाहिँ बाटो अलग भएर हामी छुट्यौँ। अनि म एक्लै भइसकेपछि भिडियो नबनाउनु त कुरै भएन। यसै त रुम गएर पनि काम छैन। बिहान केही नखाएर आएको थिएँ, भोक लागेको थियो, मैले यता खाना खाइहालेँ। त्यही भएर के गर्नु भनेर यसै भिडियो बनाएँ है। सिनेमेटिक कस्तो खतरा हुन्छ नि त, अलिक मुभी सिरियलहरूमा हुन्छ नि त, हिरोइनले वाक गरिरहेको वाक। अरे हिँडे कि मेरो यो जिब्रो कस्तो के। पहिला नेपाल हुँदाखेरि चाहिँ एक्लै हिँड्न अलिक गाह्रो लाग्थ्यो। आजभोलि चाहिँ त्यस्तो केही लाग्दैन, साथी होस् नहोस् मतलबै लाग्दैन होइन। साथीको इम्पोर्टेन्ट पनि हुन्छ होइन, साथी भएको नै राम्रो हो न त। अब छैन भने रोएर बस्नु त भएन। जस्तै यो किराको आवाजले इरिटेट पार्छ नि, त्यस्तै के कोही साथी या मान्छे यस्तो हुन्छ नि त, एकछिन नि भिडियो फोटो केही खिच्न नदिने टाइपको के। त्यही भएर यतिको लागि भयो भने मलाई एक्लै हिँड्न मन लाग्छ। हेर्नु न, कोही मान्छे कारमा छन्, कोही साइकलमा छन्, तर आफू भने चाहिँ पैदल यात्री। म पनि यहाँबाट हिँडेर जानु पर्यो कि, म पनि रेकर्ड बनाउँछु कि। केजाई दाइ गएकोबाट हिँडेर हाकुजाकी पुग्ने एउटी नेपाली केटी मजा गरेको। यो गएकोबाट स्टेसन पुग्न 20-25 मिनट लाग्दो रहेछ के। हिँड्दा हिँड्दै मैले बाटोमा के भेटेँ, यो चाहिँ सिरु अनि चाहिँ के हो पनि। अनि के मैले के कति धेरैको भ्लगमा देख्छु कि कन्टेन्ट क्रिएटरहरूको जापान जाने मन छ, जापानको भिजा कहिले लाग्ला भन्ने हुन्छ कि उनीहरूलाई चाहिँ भिडियो बनाउनको लागि, कन्टेन्ट बनाउनको लागि हो उनीहरू चाहिँ। तर हामीहरू चाहिँ यस्तै हो। अब त्यही त हो, नभएको मान्छेलाई धेरै चासो हुन्छ भनेको त्यही। अब हामीलाई के हुन्छ कि यहीँ बस्ने हो, के गर्नु छ र भन्ने हुन्छ नि त, आफ्नै काममा बिजी हुन्छौँ। अनि हिँड्दा हिँड्दै मैले अर्को चिज भेटेँ बाटोमा, ठ्याक्कै हाम्रो घर जस्तै कि। हाम्रो घरमा पनि यस्तै फुलबारी थियो नि त, कुनै घर। अनि त्यहाँको फुलबारी देख्दाखेरि चाहिँ के आफ्नै घर हो कि जस्तो लाग्ने कि। त्यो चाहिँ बाटोमै
ट्रेनको बाटो भएर हो अनि यो अब ट्रेन आउँछ त त्यही भएर यहाँ स्टेसन छ त्यही भएर चाहिँ यसलाई यो बन्द गरेर गइरहेको स्टेसन भएर यहाँ त म फाइनली स्टेसन पनि पुगेँ 10 मिनटपछि मेरो ठ्याक्कै ट्रेन पनि आइपुग्यो मैले कति पछि के यत्रो ट्रेन पुरा खाली देखेँ फर्स्ट टाइम ट्रेन पुरै खाली छ अब आफ्नै ट्रेन त हो भने जसरी भिडियो बनाइरहेको छु घरि यो एङ्गलबाट भिडियो बनाइरहेको छु घरि त्यो एङ्गलबाट भिडियो बनाइरहेको छु आँखालाई यताउता घुमाएर हेरिरहेको छु कतै मलाई हेरिरहेको त छैन नि कसैले भनेर तर भिडियो बनाउन चाहिँ छोडे छैन भयो मेरो अनुहार हेर्दा हेर्दै थाकिसक्नु भयो होला बरु म बाहिरको सिन देखाउँछु है हजुरहरूलाई हेर्दा हेर्दै बुढो भयो होइन कि हेर्दा हेर्दै रुम पुगियो अब सिनमुन जाने कि दाइगाको जाने त्यो त फिक्स छैन कहाँ हुन्छ के हुन्छ भनेर तर हजुरहरू ओपन क्याम्पस जान चाहिँ नछोड्नु होला हुन त अहिलेसम्म ओपन क्याम्पस सबै सकिसक्यो अब आउने निनेन्से मतलब चाहिँ अहिलेको इचिनेन्से अर्को वर्षको चाहिँ निनेन्सेहरू हजुरहरू चाहिँ अर्को साल जसरी भए पनि जानु होला अब यस्तो हो सेनमुन कहाँ हुन्छ के हुन्छ त्यो चाहिँ अब पछिको कुरा हो तर ओपन क्याम्पस गइराख्नु चाहिँ राम्रो हो किनभने हामीसँग एउटा प्लस पोइन्ट हुन्छ अरे एनिवे अरू कुरा छोडौँ हजुरहरूलाई यो ठाउँ कहाँको जस्तो लाग्यो कि मलाई चाहिँ के यो टुडी खेल्नेरको छ नि धरानिरको टुडी खेल्नेरको अनि त्यो के भन्छ के ठाउँै खासै थाहा भएन बिर्सिहाले सबै बसन्तपुरनिरको त्यो यसो पुलहरू छ नि आकाशी पुल त्यस्तै लाग्यो कि मलाई त्यही भएर एकछिन बसेर भिडियो बनाएँ गएको बाटो दिएको पानी खाएँ हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो बोरिङ भिडियो हेरिदिनु भएकोमा बाई बाई सायोनारा सी यू फर द नेक्स्ट भिडियो